स्वागत छ हजुरलाई मेरो नयाँ युट्युब भिडियोमा। आज चाहिँ नि मेरो एउटा भाइ छ के, त्यो भाइले चाहिँ नि अब लास्टै गर्यो के, दाइ मलाई यो गेममा जितेर देखाउनु, मैले हजुरलाई माने खुट्टै ढोकिदिन्छु भन्न लाग्यो। त्यो गेम चाहिँ F1 रेसर रहेको छ है। त्यसै भाइले ल त नि ल भाइ अब खेलिदिउँ भनेर मैले भाइलाई भनिहालेँ। भाइले मलाई च्यालेन्जै गर्यो कि ल भाइ त नि ल खेलिदिउँ न त खेलिदिउँ भनेर। त्यसैको लागि अहिले हामी कस्ट्युम बनाउँदैछौँ है, यो F1 कार रेसको गेम। भाइले लास्टै गर्यो, भाइ चाहिँ अलि धाकै दियो क्या, बढी नै धाक दियो। तर भाइलाई मैले जितिदिन्छु। भाइ भनेको भाइको औकातमा रहनुपर्छ भन्ने कुरो म अब यहाँ देखाउँछु कि गेम खेलेर। त्यसैले सबैजनाले यो भिडियो अन्तिमसम्म हेर्नु होला है। अनि भिडियो मन परेमा लाइक गर्नु होला, अनि च्यानललाई पनि सब्सक्राइब गर्नु। अब हामी 10जना सब्सक्राइबरको एकदमै निकै पुगेको छौँ होइन। एकजनाले सब्सक्राइब गरिदिनु, 10जना सब्सक्राइबर हुन्छ। अनि हामी ल यसैको साथ हामी म्याचमा आइसक्यौँ। त्यो माथिको चाहिँ नि मेरो भाइ, जुन चाहिँ अलिक प्रो नै छ है। अनि यो तलतिरको चाहिँ म, उसलाई चाहिँ नि अलिक खेल्न आउँदैन। हाम्रो म्याच सुरु भयो है। यही हो, भाइले त मलाई जित्यो, अगाडि पुगिसक्यो। त्यो गेम खेल्दो रहेछ। म चाहिँ यो फर्स्ट टाइम खेलिया हो। भाइ चाहिँ अब अलिक प्रो नै हो। भाइ त खतरा चला खायो। भाइ कहाँ पुगिसक्यो? भाइको कति मिनट भयो है? 20 म 28 मिनट त सेमै हुने मान्छे। कहाँ पुग्यो भाइ? कति किलोमिटर है? कहाँ लेखेको? ओहो भाइ त मलाई त खेल्नै नआइदिरहेको। म त तल पऱ्यो। ए भाइ यार, ओहो भाइ त खतरा खेलिरह नि त भाइ। मैले माने तिमी खतरा खेल्दो रहेछौ। म त कन्ट्रोलै गर्न सकेँ यार भाइ। हो भाइ त अझ यस्तरी रोडै नदेखिने टाइपले अर्कै मोडमा खेल्दो रहेछौ। ए भाइले नि बिगाऱ्यो एकपटक त। भाइले नि यसो बिगार्नु त लागिरहेको थियो, तर भाइ कहाँ भाइले त एउटा राउन्ड कम्प्लिट गरि पनि सक्यो। एउटा ल्याप भइसक्यो भाइले, 2 ल्यापको गेम खेल्या रहेछौँ। म कहाँ हुँदा भाइले एउटा ल्याप भइसक्यो। म पनि एउटा ल्यापमा अड्किरहेको। भाइ पनि अलि त्यति खेल्न त जान्दा रहेछ। तर मैले ल्याप 1 भ्याउँदा त भाइ त कहाँ पुग्यो? ओहो बल्ल मैले नि एउटा राउन्ड भ्याएँ। ल भाइलाई मैले भेट्छु त। ल भेट्छु त मैले। के खेलेको म अब भाइ ल ए भाइले नि बिगार्दा त बिगार्दा रहेछन्, तर प्रो रहेछन् मेरा। मैले पत्याएँ भाइ त्यसै ऊ भने रहेनछन्, त्यसै च्यालेन्ज गरेको रहेनछन् भाइले। ल भाइ त प्रो रहेछन् त। ओहो ल भाइ ल खतरा भाइ। ए राम, मैले त यो कन्ट्रोल गर्नै सकेको छैन कि भन्नुपर्दा। हजुरलाई हेर्दा सजिलो लागिरह होला है, तर यो खेल्न लास्टै गाह्रो हुँदो रहेछ। भाइले त जित्न लागेको छ क्या। ओ भाइले त जित्यो, भाइले गेम जित्यो। तर वेट फर द रिभेन्ज गाइज, वेट फर द रिभेन्ज।